बाटोमा आउँदा आउँदै चाहिँ मसँग एउटा सानो इन्सिडेन्ट्स भयो होइन साथीहरू। सुनसान एरिया छ र के भयो पहिला म अलिकति सेपमा जान्छु र अनि तपाईँहरूलाई एक्सप्लेन गर्छु होइन कसरी के भएको थियो भनेर। यो ट्राभलिङको पार्ट हो, केही छैन। र म चाहिँ यहाँ टर्मिनलतिर लाग्दैछु। टर्मिनल लागेर फेरीको टिकट काट्ने काउन्टरतिर जाँदैछु। सुनसान छ बाटो, एक्लै छु म चाहिँ होइन। यहाँ के भयो अब भन्छ साथीहरू, स्वागत छ तपाईँलाई चाहिँ लङ्कावीमा चाहिँ म अब जानलाई रेडी छु होइन। यो चाहिँ के भन्थ्यो, कौला प्यारिस भन्ने ठाउँ हो होइन। कौला प्यारिस खै प्रोनाउन्सिएसन नै अलिकति गलत छ होइन। सो यहाँ आइपुगिसकेँ र अघि भएको इन्सिडेन्ट्सको बारेमा नि कुरा गर्छु म। सो यहाँबाट चाहिँ 10 बजे चाहिँ टिकट काउन्टर खोल्छ अरे भन्ने सुनेको छु होइन। सो 10 बजे भनेपछि भर्खर 6 बज्यो लगभग। त्यहाँबाट यहाँसम्म आउँदाखेरि मलाई चाहिँ कति टाइम लाग्यो भन्दाखेरि लगभग कति घन्टा लाग्यो, 8 घन्टा जति चाहिँ लागेको छ होइन। सो अब एकछिनपछि फेरि काउन्टर खुल्छ र त्यसपछि म जान्छु। र अहिले चाहिँ हल्का मान्छे आउन थालिसकेको छ। अघि चाहिँ सानसुन्ने नै थियो। र अघि चाहिँ के भएको थियो भन्दाखेरि साथीहरू म चाहिँ त्यहाँबाट बसबाट ओर्लिएँ होइन। 2-3 जना चाहिँ लोकलहरू रहेछन् होइन। सो लोकल हो कि जस्तो लाग्यो मलाई चाहिँ होइन। अनि वाच गरिरहेको थिएँ मलाई चाहिँ। म पनि हिँड्दै थिएँ, तपाईँहरूले भिडियोमा स्क्रिनमा पनि देख्न सक्नुहुन्छ। मभन्दा अगाडि 2-3 जना उता तामिलनाडुको चाहिँ उताको इन्डियनहरू थियो होइन। र उनीहरू चाहिँ अगाडि हिँड्दै थिए र म चाहिँ पिसा पाएर म एकछिन साइडमा रोकिएँ। र तिनीहरू 2जना चाहिँ केटा र केटी थिए। केटीको हातमा बियर थियो, चुरोट पनि तान्दै थियो होइन। बियर तान्दै वेट भन्दै मेरो पछि आयो। म चाहिँ इग्नोर गर्दै हिँड्दै थिएँ अगाडि लुइली होइन। तिनीहरू चाहिँ झन् पछि आउनु थालेँ। अनि म चाहिँ फोन बन्द गरेर मैले भिडियो गर्न पाइनँ। भिडियो गरिनँ मैले। अनि मैले फोनको जिम्मा राखेर चाहिँ सुई अगाडि बढेँ होइन। अगाडि बढ्दाखेरि अनि तिनीहरू गयो होला। सायद मेरो इन्टेन्सन अलिक गलत पनि हुनसक्छ होइन। न केही भन्नलाई केही सोध्नलाई पनि आएको हुनसक्छ। सो म चाहिँ अनि लुइँ अगाडि बढेँ होइन। अनि अगाडि बढेँ, यहाँ आएँ। अलिकति हल्का 1-2 जना मान्छे थियो, सानसुन्ने नै थियो पुरै। अहिले चाहिँ अलिक धेरै मान्छे भयो यहाँनिर चाहिँ। सो अनि एकछिन चाहिँ मनै दोधार भयो कि हुन्छ नि, अलिकति नयाँ प्लेस विदाउट प्लानिङ। अनि यसरी ट्राभल गरिरहेको छु, त्यही माथि सानसुन्ने रोडमा हिँडिरहेको थिएँ होइन। सो अलिकति डर जस्तो पनि लाग्यो होइन। सो केही छैन, यो ट्राभलिङको पार्ट हो। सो अब केही समयपछि खुल्छ र म अहिले चाहिँ के अरे कौला प्यारिस भन्ने ठाउँमा छु। यो चाहिँ तपाईँको लङ्कावी जानको लागि चाहिँ पुच्छर ठ्याक्क इन्डिङ भनौँ न। यहाँबाट बस चाहिँ जाँदैन होइन। यहाँबाट केही पनि जाँदैन, बस पनि केही पनि जाँदैन होइन। ट्याक्सी बस केही जाँदैन। यहाँबाट जाने भनेको फेरि मात्रै हो, डुङ्गा। लगभग 1.5 घन्टा 2 घन्टाको यात्रा हुन्छ यहाँबाट लङ्कावी पुग्नलाई। लङ्कावी पुगिसकेपछि अनि त्यहाँ मैले होस्टेल बुक गरेको छु साथीहरू होइन। त्यहाँनिर के कस्तो छ माहौल यताउति त्यो चिजहरू पनि कुरा गर्नेछु। र दामी यात्रा हुनेवाला छ साथीहरू, भिडियोमा बन्दै गर्नु होला है त।